सुकाएर अब कुटेर अब नुहाए चामलको भात खानु पर्यो। अनि यो सुकुल ओछ्याएर मिठो गरेर खाना खाएर बस्न पर्यो। अहिले 15 पाथी जति सुकाई टक्क कुटेर मिठो अर्ग्यानिक चामलको भात खाएर आनन्दले बस्छु। आफै गरेर आफै खाने हो। अर्ग्यानिक चामल खाँदाखेरि स्वादै भिन्नै। भिटामिन ए बी सी डी सबै यही अर्ग्यानिक चामलमै पाइन्छ। अनि सुकुलमा बस्दा प्रेसर हाई प्रेसर लो सबै ठिक लेभलमा ल्याउँछ। त्यही भएर अब म यो सुकुलमा बस्ने, यो धान कुटेर चामल बनाएर भात खाने। मलाई यही नै आनन्द छ। अनि यहाँ घाम ताप्ने, अनि यतातिर भ्युज हेर्ने सबैतिर। यहाँभन्दा स्वर्ग के छ र हो। मलाई साथी हो सबैजनाले लाइक कमेन्ट खनाइदिनु है त।